हाम्रो आमा यहाँ हुनुहुन्छ हैन आमा? दिदीले मोबाइल चलाउँदै हुनुहुन्छ। यी हाम्रो भुन्टु चाहिँ बोर्डिङबाट आएर अब फेरि टिभी हेर्न सुरु गर्दैछिन्। सानी भुन्टीको आज कपाल काटेको। खुसी भाकी छिन् आज सानी भुन्टीको कपाल काटेको हैन? तिम्रो कपाल खोइ? छैन छैन। नानी तिम्रो कपाल खोइ? खै तिम्रो कपाल? त्यहाँ छ? हाम्रो मम्मी यहाँ बस्नु भएको छ। हाँस ओहो मेरो सानो त ओहो आज कपाल काटेको खुसी भइछिन्। कपाल काटेको भिडियो बनाउँछु भनेको रोएर हैरान बनाइन् र समात्तै ठिक्क हो। भिडियो बनाउन नि पाइएन हैन नानी? हाम्रो सानो